के तपाईँलाई थाहा छ डायबिटिजले विभिन्न प्रकारको नसाहरूको रोगहरू निम्त्याउन सक्छ। कसैलाई एकाएक बिहोस भइदिने, त्यो कहिले कहिले डायबिटिजको नसाको कारणले भएको रोग पनि हुनसक्छ। एकाएक उभिँदा फेरि चक्कर लाग्ने, पिसाब नरोकिने, कपडामा दिसा पिसाब हुने, सानो कुराहरू याद गर्न गाह्रो हुने, तथा एकाएक प्यारालाइसिस हुने कहिले कहिले यो डायबिटिजले गर्दाखेरि ब्रेन र नसालाई गर्ने लक्षणको लक्षण हुनसक्छ। नमस्कार हजुर, म डाक्टर घनश्याम करेल। आउनुहोस् आज हामी त्यही नसा र डायबिटिजको सम्बन्धको बारेमा विस्तृत रूपमा छलफल गर्नेछौँ। मधुमेहले ब्रेनमा तथा नसामा विभिन्न प्रकारले असर गर्न सक्छ। जस्तै तरिकाले कुरा गर्दाखेरि चाहिँ ब्रेनमा जाने रगतमा चाहिँ यो ब्लक गराएर या ब्रेनमा जाने रगतमा चाहिँ एथेरोस्क्लेरोसिस गराएर ब्रेनमा रगत नपुगिकन स्ट्रोक हुनसक्छ। त्यस्तै तरिकाले ब्रेनमा बाहेक चाहिँ रगत नली नर्भ्सहरूमा नि हुन्छ, त्यसमा पनि फ्लो कम भयो भने त्यसले गर्दाखेरि चाहिँ नसाहरू चाहिँ यो ड्यामेज हुन्छ, त्यसले हातखुट्टा पोल्ने सेलका हानि गराउन सक्छ। अटोनोमिक न्युरोप्याथी भन्ने कन्डिसन हुन्छ जसमा बिरामी उभिँदा फेरि चक्कर लाग्ने या कपडामा दिसा पिसाब हुने, मुटु भड्किने, त्यो अटोनोमिक न्युरोप्याथीको पाटोहरू हुनसक्छ। अत्याधिकमा सुगर बढ्ने वा घट्नेले चाहिँ मान्छेलाई बिहोस हुने, त्यस्तो विभिन्न प्रकारको लक्षणहरू चाहिँ गराउन सक्छ। मधुमेहले बिरामीलाई चाहिँ यो मेमोरी अर्थात् स्मरण शक्तिलाई विभिन्न तरिकाले असर गर्न सक्छ। मधुमेहमा चाहिँ यो सुगर अत्याधिक मात्रा बढी हुँदाखेरि या कम हुँदाखेरि चाहिँ दुईटै तरिकाले असर गर्न सक्छ। सुगर बढी हुँदाखेरि चाहिँ के हुन्छ भने रगत नलीबाट चाहिँ ब्रेनमा सफिसियन्ट मात्रामा रगत पुग्दैन ब्रेनमा, जसको कारणले गर्दाखेरि चाहिँ लामो समयदेखि चाहिँ ब्लक भएर सानो रगत नलीहरू ब्लक भएर ड्यामेज हुन्छ ब्रेनमा, जसको कारणले गर्दा मेमोरीमा चाहिँ असर गर्न सक्छ। त्यस्तै तरिकाले चाहिँ कहिले कहिले सुगर भइरहेको बिरामीले सुगरको औषधि खाँदाखेरि चाहिँ सुगर अत्याधिक मात्रामा कम भएर जाँदाखेरि चाहिँ यो सेल ड्यामेजहरू हुन्छ, जसको कारणले गर्दाखेरि चाहिँ यो हिप्पोक्याम्पस भन्छौँ हामी, मेमोरी कन्ट्रोल गर्ने ठाउँ, त्यसमा असर गऱ्यो भने चाहिँ त्यसले मेमोरीलाई डिस्टर्ब चाहिँ गराउन सक्छ। त्यस्तै तरिकाले डायबिटिज भएको मान्छेमा चाहिँ भिटामिन B12 को कमी हुनसक्छ र डायबिटिजको औषधि खाने मेटफर्मिन भन्ने औषधि खाइन्छ, त्यो मेटफर्मिन भन्ने औषधिले पनि राम्रोले शोषिँदैन। भिटामिन B12 कम भएर पनि डायबिटिजमा बिरामीको मेमोरीलाई चाहिँ असर गर्न सक्छ। भिटामिन B12 भने चाहिँ शरीरमा मेमोरी बनाउनको लागि या नसा बनाउने एउटा भिटामिन हो। डायबिटिजमा चाहिँ त्यो बिरामीलाई चाहिँ यो औषधिले गर्दाखेरि या फिर डायबिटिज आफैले गर्दाखेरि चाहिँ भिटामिन B12 शोषिँदैन, शरीरमा पुग्दैन र त्यसले पनि मेमोरीलाई डिस्टर्ब चाहिँ गर्न सक्छ। मैले अघि नै भनिसकेँ, डिमेन्सिया हुनको लागि चाहिँ ब्रेनमा चाहिँ रगत कम पुगेर या फिर चाहिँ केही कारणले ब्रेनको टिस्यु चाहिँ ड्यामेज छिटो भयो भने चाहिँ त्यसले चाहिँ अल्जाइमर्स या कुनै प्रकारको डिमेन्सिया चाहिँ गराउन सक्छ। एल्जाइमर्स, डिमेन्सिया यिनीहरूमा चाहिँ यो ब्रेनमा चाहिँ छिटो ड्यामेज हुने भएको कारणले गर्दाखेरि साधारण मान्छेलाई भन्दा उनीहरूलाई बिर्सिने समस्या र डेली एक्टिभिटिजमा चाहिँ गाह्रो भइरहेको हुन्छ। र चाहिँ के हुन्छ भने डायबिटिजले चाहिँ यो प्रक्रियालाई झन् अझै फास्ट गराइदिन्छ। जस्तो एउटा मान्छेलाई एल्जाइमर्स हुने मान्छेलाई चाहिँ एल्जाइमर्सको लक्षण देखेर गाह्रो बनाउनलाई चाहिँ 3 देखि 5 वर्ष लाग्छ भने डायबिटिज भएको कन्डिसनमा चाहिँ त्यो झन् चाँडो भइदिन्छ बिरामीलाई चाहिँ। एउटा कारक चाहिँ यो छिटो ब्रेन ड्यामेज भएको कारणले गर्दाखेरि र त्यसले गर्दाखेरि नि हुन्छ, र साथसाथै डायबिटिजमा विभिन्न प्रकारको भिटामिनहरू, न्युरोभिटामिन्सहरू कम हुने हुन्छ, त्यसले पनि डिमेन्सियालाई चाहिँ बढाउँछ। र साथसाथै डायबिटिजले गर्दाखेरि चाहिँ ब्रेनको चाहिँ सानो रगतनली स्मल भेसल्स डिजिजहरू भएको कारणले गर्दाखेरि ब्रेनमा चाहिँ मेमोरीलाई स्टोर गर्ने ठाउँ चाहिँ ड्यामेज हुँदै जान्छ, त्यसले पनि मेमोरीलाई डिस्टर्ब गराउँछ। तसर्थ हामी भन्न सक्छौँ कि डायबिटिजले गर्दाखेरि अल्जाइमर्स बढाउन सक्छ र डिमेन्सियालाई चाहिँ बढाउन सक्छ। मधुमेह चाहिँ स्ट्रोक गराउन सक्ने एउटा प्रमुख कारक तत्त्वको रूपमा मानिन्छ, स्पेसली अनियन्त्रित भनेर भन्छौँ। यदि मधुमेह चाहिँ सुगर चाहिँ राम्रोले कन्ट्रोल भइरहेको छैन भने चाहिँ त्यसले चाहिँ ब्रेनमा जाने रगतको नलीलाई चाहिँ साँघुरो बनाउँछ, त्यसलाई चाहिँ हामी एथेरोस्क्लेरोसिस भनेर भन्छौँ, जसको कारणले गर्दाखेरि ब्रेनमा जाने चाहिँ रगत चाहिँ सफिसियन्ट मात्रामा चित्तबुझ्दो तरिकाले पुग्दैन। ब्रेनमा रगत चित्तबुझ्दो पुगेन भने त्यसमा ग्लुकोज पनि पुग्दैन, साथसाथै अक्सिजन पनि पुग्दैन, जसको कारणले गर्दाखेरि ब्रेनको केशिकाहरू, ब्रेनको न्युरोन्सहरू चाहिँ मर्दै जान्छन् हैन। र चाहिँ थोथोर लायर भयो भने चाहिँ बिरामीलाई चाहिँ सडन डेफिसिएट अर्थात् चाहिँ तुरुन्त देखिने कमजोरी चाहिँ नदेखिन सक्छ। र कहिले कहिले त्यो रगतको नली चाहिँ साँघुरो भएर हैन एउटा ठुलो हिस्सा नै ब्लक भइदियो भने चाहिँ त्यसले तुरुन्त बिरामीलाई चाहिँ कमजोरी देखाउन सक्छ र त्यस्तो कन्डिसनमा चाहिँ बिरामीलाई चाहिँ तुरुन्त उपचार गरेन भने चाहिँ बिरामीलाई चाहिँ यो
पर्मनेन्ट डिसेबिलिटी अर्थात् चाहिँ अपाङ्गता चाहिँ डेभलप गर्न सक्छ बिरामीले। मधुमेहले जसरी पक्षघात गराउन सक्छ त्यस्तै तरिकाले मधुमेहले चाहिँ न्युरोप्याथी अर्थात् चाहिँ हात खुट्टा पोल्ने झमझमाउने त्यस्तो लक्षणहरू पनि गराउन सक्छ। त्यसको कारक तत्त्वहरूमा कुरा गर्दाखेरि चाहिँ जसरी ब्रेनमा रगतको नली पुग्दैन त्यसरी हात खुट्टामा हुने नसामा चाहिँ सानो रगतको नलीहरू हुन्छ। त्यो रगतको नलीबाट चाहिँ सफिसियन्ट मात्रामा रगत पुग्दैन र त्यो नसाहरू अलिअलि बिस्तारै ड्यामेज हुँदै जान्छ। त्यसले गर्दाखेरि चाहिँ त्यो हात खुट्टामा भएको नसाहरू चाहिँ असर गर्छ र त्यो अलिकति ड्यामेज हुन्छ, त्यसले गर्दाखेरि पोल्ने हुनसक्छ। र त्यसको साथसाथै डायबिटिजले गर्दाखेरि चाहिँ नसा बनाउने विभिन्न प्रकारको भिटामिनहरू हुन्छ, त्यो भिटामिनहरू पनि चित्तबुद्ध मात्रामा पुग्दैन र त्यसले गर्दाखेरि चाहिँ लामो समयसम्ममा चाहिँ बिरामीलाई हात खुट्टा पोल्ने हुन्छ। डायबिटिज न्युरोप्याथी चाहिँ इमिडिएटली अर्थात् चाहिँ डायबिटिज या सुगर सुरु भएको आजको भोलि चाहिँ हुँदैन र डायबिटिज न्युरोप्याथी हुनलाई चाहिँ बिरामीको सुगर चाहिँ होइन चिनी चाहिँ अनियन्त्रित लामो समयदेखि भइरहेको छ भने त्यस्तो कन्डिसनमा चाहिँ बिरामीलाई चाहिँ डायबेटिक न्युरोप्याथी चाहिँ हुनसक्ने सम्भावना हुन्छ। डायबेटिक न्युरोप्याथीको लक्षणहरूमा चाहिँ बिरामीहरूलाई हात खुट्टा पोल्ने, सिल्का हान्ने, झमझमाउने होइन, अनि हिँड्दाखेरि चाहिँ खुट्टा अलिकति बोधो भयो जस्तो हुने त्यस्तो लक्षण, विभिन्न प्रकारको त्यस्तो लक्षणहरू हुन्छ। कहिले अँध्यारोमा हिँड्न गाह्रो हुने हुन्छ, अँध्यारोमा हिँड्दाखेरि धङधङिने त्यो लक्षणहरू हुन्छ। विभिन्न प्रकारको तरिकाले न्युरोप्याथीको तरिकाले लक्षण चाहिँ आउनसक्छ। डायबेटिक न्युरोप्याथीसँगै मिल्ने तरिकाले अर्को आउँछ डायबेटिक अटोनोमिक न्युरोप्याथी भन्ने आउँछ। डायबेटिक अटोनोमिक न्युरोप्याथी पनि एउटा न्युरोप्याथीको पार्ट हो जसमा चाहिँ हाम्रो अटोनोमिक सिस्टम भनेर भन्छौँ त्यसमा असर गर्छ। अटोनोमिक सिस्टमलाई कन्ट्रोल गर्ने यो नसाहरू हुन्छ, अटोनोमिक नर्भ्स भनेर भन्छौँ, त्यसमा असर गर्छ। अटोनोमिक नर्भले चाहिँ हाम्रो मुटुको चाललाई कन्ट्रोल गर्ने, हाम्रो श्वास प्रश्वासलाई कन्ट्रोल गर्ने, पसिना आउनेलाई कन्ट्रोल गर्ने। जस्तै अब गर्मी भइरहेको छ भने चाहिँ शरीरले अटोमेटिकली शरीरलाई कुल गराउनको लागि चाहिँ पसिना आउँछ, त्यो अटोमेटिकली हुने हो। त्यस्तै हाम्रो मुटुको चाल कुन बेला बढ्न पर्ने हो, कुन बेला घट्न पर्ने हो, त्यो पनि अटोनोमिकली हुने हो। हाम्रो श्वास प्रश्वासको चाल अर्थात् कुनै बेला छिटो श्वास प्रश्वास गर्ने, कुनै बेला ढिलो श्वास प्रश्वास गर्ने, त्यो चाल त्यसलाई कन्ट्रोल गर्ने अटोनोमिक नर्भ्सहरू हो। त्यस्तै तरिकाले चाहिँ हाम्रो पिसाबलाई कन्ट्रोल गर्ने त्यो पनि अटोनोमिक नर्भले गर्दाखेरि हुन्छ। हामी बसेर उठ्दाखेरि चाहिँ प्रेसर अलिकति बढ्नुपर्छ, बढेन भने के हुन्छ ब्रेनमा रगत पुग्दैन, मान्छेले चक्कर लाग्छ, लड्छ, त्यसलाई पनि अटोनोमिक नर्भले नै कन्ट्रोल गरे हुन्छ। त्यस्तै तरिकाले यदि डायबिटिसमा अनियन्त्रित तरिकाले लामो समयदेखिबाट चाहिँ कन्ट्रोल भइरहेको छैन र त्यसले अटोनोमिक नर्भलाई चाहिँ असर गरेको छ भने बिरामीलाई चाहिँ यो डायबेटिक अटोनोमिक न्युरोप्याथी डेभलप गर्न सक्छ। डायबेटिक अटोनोमिक न्युरोप्याथीमा चाहिँ बिरामीलाई चाहिँ बसेको ठाउँबाट जुरुक्क उठ्दाखेरि चक्कर लाग्ने या फिर चाहिँ तपाईँको दिशा पिसाबमा कन्ट्रोल नहुने, जस्तै पिसाब चाहिँ छिटो हुने, पिसाब कपडामा चुइने, दिशा चाहिँ कन्स्टिपेसन हुने, बारम्बार कन्स्टिपेसन भइराख्ने, बेला बखतमा आफस्याफ त्यत्तिकै मुटु भड्किने या फिर चाहिँ त्यत्तिकै चिसो ठाउँमा या नर्मल ठाउँमा बस्दा पनि खलखल पसिना आउने त्यस्तोहरू भइरहेको छ भने त्यो डायबेटिक अटोनोमिक न्युरोप्याथीको पार्ट हो। डायबेटिक अटोनोमिक न्युरोप्याथी सँगसँगै होइन बिरामीलाई चाहिँ केही आपतकालीन लक्षणहरू चाहिँ हुन्छन्। आपतकालीन लक्षणहरूमा चाहिँ हामीले भन्दाखेरि चाहिँ कस्तो भने बिरामीलाई चाहिँ यो सुगर अत्याधिक मात्रामा कम भएर बिहोस हुने, कहिले बिरामीलाई चाहिँ सुगर अत्याधिक मात्रा कम हुँदाखेरि छारे हाल्न सक्छ, त्यो चाहिँ एक प्रकारको इमर्जेन्सी कन्डिसन हो। किनकि ब्रेनमा लामो समयसम्म चाहिँ यो रगत पुगेन, अक्सिजन पुगेन अनि त्यस्तो कन्डिसनमा चाहिँ ब्रेनको हिस्साहरू चाहिँ मर्दै जान्छ र त्यसले चाहिँ के हुन्छ नि एउटा बिरामीलाई चाहिँ पर्मनेन्ट डेफिसिट अर्थात् चाहिँ कमजोरी चाहिँ निम्त्याउन सक्छ र त्यो लामो समयसम्म भयो भने चाहिँ बिरामीलाई चाहिँ कस्तो भने बिर्सिन सक्ने सम्भावना हुन्छ, डिमेन्सियाको सम्भावनाहरू आउन सक्छ, हातखुट्टा कमजोर हुन सक्ने सम्भावना हुन्छ र अझै लामो समय भयो भने चाहिँ कहिले मृत्युवरण गर्न पनि सक्ने सम्भावना हुन्छ। त्यस्तै तरिकाले चाहिँ सुगर अत्याधिक मात्रा बढी हुँदाखेरि चाहिँ होइन त्यस्तो कन्डिसनमा चाहिँ बिरामीहरू कहिले छारे जस्तो देखिन सक्छ, अत्याधिक मात्रा सुगर हुँदाखेरि पनि चाहिँ है, त्यो पनि एउटा प्रकारको चाहिँ यो इमर्जेन्सी कन्डिसन चाहिँ हो। त्यस्तै तरिकाले डायबिटिजको कम्प्लिकेसन स्वरूप चाहिँ बिरामीलाई चाहिँ कहिले पक्षघात भइदिन सक्छ। एकाएक भएको प्यारालाइसिस पनि एक प्रकारको इमर्जेन्सी नै हो, त्यस बेला तुरुन्त अस्पताल जानुपर्ने हुन्छ। त्यसबाहेक चाहिँ इमर्जेन्सी अर्को चाहिँ डायबिटिजले गर्दाखेरि कहिले डायबिटिजले चाहिँ नसामा चाहिँ आँखाको नसालाई पनि असर गर्न सक्छ। आँखाको नसालाई असर गऱ्यो भने चाहिँ एकाएक बिरामीले चाहिँ अन्धोपन डेभलप गर्न सक्छ। डायबिटिज हामीले चाहिँ रेटिनोप्याथी भनेर भन्छौँ, त्यो पनि एउटा इमर्जेन्सी हो, किनकि त्यसलाई पनि उपचार समयमा गरिएन भने चाहिँ यो अन्धोपन डेभलप गर्न सक्छ, बिरामीले पर्मनेन्ट अन्धोपन हुनसक्छ, जिन्दगीभर नदेख्ने पनि सक्ने सम्भावना हुन्छ। त्यस्तै तरिकाले बिरामीलाई चाहिँ यो अलिकति उभिँदा फेरि चक्कर लाग्ने होइन, यो डायबेटिक अटोनोमिक न्युरोप्याथीले गर्दाखेरि भएको चाहिँ चक्कर लाग्ने, लड्ने त्यस्तो भएको छ भने त्यस्तो बेलामा चाहिँ अस्पताल गएर देखाउनु पर्ने हुन्छ।
मधुमेह भएका व्यक्तिहरूले चाहिँ आइडल्ली भन्दाखेरि चाहिँ 2 वर्ष मधुमेह भएको 2 वर्षमा चाहिँ एकचोटि देखाएको राम्रो हुन्छ। किनकि कहिले बिरामीहरूलाई थाहा नहुनसक्छ। त्यस बेला चाहिँ एकचोटि देखायो भने चाहिँ केही नसा सम्बन्धी केही रोगहरू डेभलप गरेको छ, अर्ली फेजमा छ भने त्यसको बेला चाहिँ केही उपचार या निदान चाहिँ गर्न सकिन्छ। त्यस्तै तरिकाले चाहिँ बिरामीलाई चाहिँ त्यसबाहेक चाहिँ हातखुट्टा पोल्ने, सेल्का हान्ने भइरहेको छ, उभिँदाखेरि चक्कर लाग्ने भइरहेको छ, है आँखा धमिलो भइरहेको छ, या फिर चाहिँ तपाईँलाई चाहिँ दिशा पिसाबमा समस्या भइरहेको छ भने, या फिर कुनै पनि अनौठो प्रकारको लक्षण आएको छ भने चाहिँ त्यो कहिले डायबिटिसको एउटा कम्प्लिकेसन हुनसक्छ, डायबिटिसको न्युरोलोजिकल कम्प्लिकेसन हुनसक्छ। त्यस्तो कन्डिसनमा चाहिँ इन्डोक्राइनोलोजिस्टलाई, फिजिसियनलाई या न्युरोलोजिस्टलाई एकचोटि देखाउनु चाहिँ पर्छ। डायबिटिस न्युरोप्याथीको मुख्य निदान अर्थात् उपचार भने चाहिँ सुगर कन्ट्रोल गर्ने हो। तपाईँले देखाइराख्नु भएको फिजिसियनलाई या इन्डोक्राइनोलोजिस्टलाई चाहिँ देखाउनुहोस्। उहाँलाई देखाएर चाहिँ सुगर कन्ट्रोल भयो भने चाहिँ केही समयपछि चाहिँ त्यो कम हुन सक्ने सम्भावना चाहिँ हुन्छ। डायबिटिस न्युरोप्याथीमा चाहिँ कहिले सुगर कन्ट्रोल गर्दाखेरि पनि बिरामीलाई हातखुट्टा पोल्ने, झमझमाउने चाहिँ त्यस्तो चाहिँ भइराख्न सक्छ। त्यस्तो कन्डिसनमा चाहिँ नसालाई चाहिँ यो अलिकति झमझम गर्ने, पोल्ने, त्यस्तोलाई कम गराउनको लागि चाहिँ औषधि चाहिँ दिनुपर्ने हुन्छ। विभिन्न प्रकारका औषधिहरू हुन्छ र त्यसको सँगसँगै हामीले अघि पनि भन्यौँ कि विभिन्न प्रकारको भिटामिनको कमीले गर्दाखेरि पनि न्युरोप्याथी चाहिँ अलिक बढ्न सक्ने सम्भावना हुन्छ। त्यस्तो कन्डिसनमा चाहिँ ती नसालाई चाहिँ राम्रो गर्ने, नसालाई चाहिँ पोल्न, झमझमाउन, कम गराउने औषधिको साथसाथै त्यो मल्टिभिटामिन्सहरू दियो भने चाहिँ बिरामीलाई चाहिँ सजिलो चाहिँ हुन्छ। र याद राख्नुपर्ने कुरो के भने चाहिँ डायबिटिस न्युरोप्याथीमा चाहिँ औषधिहरूले चाहिँ हातखुट्टा पोल्न, झमझमाउने कम गराउँछ होइन, तर चाहिँ त्यो रोग चाहिँ च्वाट्टै चाहिँ हुने होइन। किन डायबिटिस न्युरोप्याथी भइसकेपछि पुरा निको चाहिँ हुँदैन, सुधार चाहिँ हुन्छ थोरै, पुरा निको चाहिँ हुँदैन। त्यस्तै तरिकाले चाहिँ हामीले चाहिँ डायबेटिक अटोनोमिक न्युरोप्याथीमा चाहिँ गर्ने उपचार चाहिँ थोरै फरक हुन्छ। अटोनोमिक न्युरोप्याथीमा चाहिँ जस्तै बिरामी चाहिँ उभिँदाखेरि चक्कर लाग्ने छ भने चाहिँ बिस्तारी उठ्नुपर्ने हुन्छ होइन। त्यस्तै तरिकाले चाहिँ बिरामीको दिशा पिसाबमा समस्या छ भने चाहिँ दिशा कडा भइरहेको छ भने त्यस्तो कन्डिसनमा चाहिँ फाइबरयुक्त चिज बढी मात्रामा खानुपर्ने हुन्छ। पिसाबमा छिटो आउने छ भने चाहिँ झोलकुराहरू ठिक्क तरिकाले खाने र टाइममा पिसाब गर्न जानुपर्ने हुन्छ। अनि त्यस्तै तरिकाले चाहिँ पेट डुम्म हुने त्यस्तो समस्या छ भने त्यसको लागि पनि फाइबरयुक्त चिजले काम गर्छ र मल्टिभिटामिन्सहरूले पनि फाइदा दिन सक्छ। र चाहिँ यो दुईटै न्युरोप्याथी अर्थात् डायबिटिस न्युरोप्याथी, पेरिफेरल न्युरोप्याथी र डायबिटिक अटोनोमिक न्युरोप्याथीमा दुईटैमा सबैभन्दा पहिलो कुरो भने चाहिँ सुगरलाई नियन्त्रण गर्ने हो। सुगरलाई नियन्त्रण गर्दै गयो भने चाहिँ लक्षणहरू चाहिँ कम हुँदै जान्छ। र यदि चाहिँ सुगरलाई नियन्त्रण गर्दाखेरि पनि लक्षणहरू कम भएन भने चाहिँ त्यस्तो कन्डिसनमा केही औषधिहरू लिनुपर्ने हुनसक्छ। डायबिटिज एउटा रोग मात्रै होइन, डायबिटिजले चाहिँ शरीरमा विभिन्न सिस्टमहरूलाई चाहिँ असर गर्न सक्छ। डायबिटिजले चाहिँ मुटुलाई असर गर्न सक्छ, त्यस्तै तरिकाले डायबिटिजले चाहिँ किडनीलाई असर गर्न सक्छ, डायबिटिज त्यस्तै तरिकाले ब्रेनलाई पनि असर गर्न सक्छ। मान्छेले चाहिँ डायबिटिजले किडनीलाई असर गर्यो भने भन्छन्, मुटुलाई असर गर्यो भने भन्छन्, तर याद राख्नुपर्ने कुरो के भने डायबिटिजले ब्रेन तथा नसालाई पनि असर गर्छ। त्यसबाट बच्नको लागि चाहिँ सबैभन्दा पहिलो काम भने चाहिँ डायबिटिजलाई कन्ट्रोल गर्ने। डायबिटिजलाई कन्ट्रोल गर्ने भने चाहिँ औषधि खाने मात्रै होइन, डायबिटिजलाई कन्ट्रोल गर्ने भने चाहिँ आफ्नो लाइफस्टाइललाई पनि परिवर्तन गर्ने हो। खाना खाएपछि अलिकति हल्काफुल्का व्यायाम गर्ने होइन, सिम्पल बिहान जगिङहरू गर्ने र डाक्टर साहबहरूले भनेअनुसार औषधि खाने, बेला बखत देखाउने गऱ्यो भने चाहिँ डायबिटिसको कम्प्लिकेसन्स किडनी, मुटु साथसाथै ब्रेनमा पनि कम भएर जान्छ। र चाहिँ बिरामीलाई केही सस्पिसियस या फिर शङ्कास्पद केही नसा सम्बन्धी रोग जस्तो लागेको छ भने डायबिटिसमा चाहिँ त्यस बेला चाहिँ एकचोटि न्युरोलोजिस्टलाई देखाउनु उपयुक्त रहन्छ।